नमस्कार साथीहरु, आजको भिडियोमा हामी सर्वोत्तम पेन्ट्स लिमिटेडको आईपीओ को विश्लेषण गर्नेछौं। यो आईपीओ कस्तो छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ, त्यसको साथसाथै भविष्यको सम्भावना कस्तो छ भन्ने विषयमा आजको भिडियोमा चर्चा गर्न जाँदैछौं। त्यसका साथसाथै आईपीओ परेका लगानीकर्ताहरूले होल्ड गर्ने कि सोल्ड गर्ने भन्ने विषयमा पनि चर्चा गर्न जाँदैछौं। बजारमा रहेको माग र कम्पनीको आधारभूत पक्ष हेरेर आईपीओ कति पुग्न सक्छ भन्ने सम्भावित अनुमान पनि प्रस्तुत गर्नेछौं। भिडियो सुरु हुनुभन्दा अगाडि सबैले एउटा रिक्वेस्ट गर्न यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै आईपीओ र शेयर मार्केट सम्बन्धी जानकारी तपाईहरुले आगामी दिनमा पनि मेरो च्यानलबाट हेर्न नै सक्नुहुनेछ। सर्वोत्तम पेन्ट्स लिमिटेड नेपालमा पेन्ट तथा कोटिङ उत्पादन गर्ने कम्पनी हो। कम्पनीले विभिन्न प्रकारका सजावटी पेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ। निर्माण क्षेत्रको विकास सँगसँगै कम्पनीले आफ्नो व्यावसायिक विस्तार पनि गर्दै आएको छ। भविष्यमा पनि कम्पनीले राम्रो वृद्धि गर्ने सम्भावना रहेको देखिन्छ। साथीहरु, अब कुरा गरौं कम्पनीको वित्तीय अवस्थाको। कम्पनीको अर्निङ पर शेयर 7 रुपैयाँ 58 पैसा रहेको छ भने कम्पनीको नेटवर्थ 110 रुपैयाँ 17 पैसा रहेको छ। त्यसैगरी साथीहरु, यस कम्पनीलाई चाहिँ डबल बी को रेटिङ प्रदान गरिएको छ। आईपीओ परेका लगानीकर्ताहरू एकदमै भाग्यमानी हुनुहुन्छ, किनभने यो आईपीओ बाट तपाईहरुले सजिलै 10 देखि 15 हजार सम्म मजाले कमाउन सक्नुहुनेछ। तपाईहरुलाई पनि यो आईपीओ परेको छ भने कमेन्टमा यस लेख्न नबिर्सिनु होला।